ल फाइनली हिले भेट्यो। त्यहाँ त्यो चेप्टी बुझ्दैन रहेछ यार, बुझ्दैन। ल भ्यागु त अररै भएको छ यार। ल बुझ्दैन, यही रहेछ क्या, सुर सुर कुदे कुदे गर्ने क्या। उयो कुनामा छ, उयो कुनामा हो, त्यो कुना निकाल त। भ्यागु त हेर न, अररै भयो यार बिचरा। तन्क्यो कुन गडेउला होला त्यो भेगु त। अनि चेपा त कालो हुन्छ नि, बुझ्नै रहेछ यार त्यो पनि। ल भ्यागु त काल भयो यार। ल खोइ देखाऊ खोइ। ल फाइनली हिले भेट्यो। ल छाक पुग्यो केटाहरूको। त्यसले त हो त चाल्ने। यसको त छालै पेला पिल्छ त। यसको त पुरै केटा म चाहिँ क्यामेराम्यान मात्रै हो है। खोइ ल मासतिर चाहिँ रहेछ नि त ठुल्ठुलो होइन, यता यता चाहिँ अब डल्लै परेछ। यहाँ लडिरहेछ। खोइ त यतापट्टिबाट हान्न। गडेउला चाहिँ पल्ट्यो। त्यो ढुङ्गा पल्टाउ त, त्यो ढुङ्गा पल्टाउ न। यता गयो बुझ्दैन। आमा हेर त कत्रो यार। खोइ त नि अनि अरारी सहेको रहेछ अघि नै। उयो ढुङ्गामा, त्यो सेतो ढुङ्गा मुनि क्या, त्यो ढुङ्गा पल्टाउ त। त्यहाँ लडिसकेको छ त्यो अरारी, अरारिसकेको छ क्या। पल्टा त ढुङ्गा। ए भाइ नझार न। यता आइसक्यो। यो ढुङ्गा पल्टा कस पल्टा त। त्यहाँ लडिसकेको छ क्या। ए गतिलो बुझ्दैन। भेटियो कि तिनीहरू भेटेर लडिसकेको हो क्या। अनि यताको भएको छ नि त डेभिड भाइ, त्यो लडेर उयो भइसकेको हो क्या। तिनीहरू भेटेर साँझमा बसेको। खोइ देखा त कत्रो यार यो त। खोइ सबैभन्दा ठुलो बुझ्दैन यो। अहिले भाग सिस्टम लडेर कस्तो मजाले चिप्लो माकुरी। सानो हो भन्नै साले फुटा भएको छैन त्यसको। कहाँ कुदेको त चिडिँदै टेक्दै आउँदा नि भइहाल्छ नि त्यहाँबाट।
एउटा पोथी एउटा भाले हालौँ चढेको माथि क्या चिने त्यहाँ पानी खानुपर्छ माथि के होइन उहाँ होइन सल्लाह झरेको छ कस्तो एउटा ठाउँमा आयो यार यहाँ दलदल छ नि फेरि म दलदल पऱ्यो चढ केटा हो माथि चढा ठाडो चढ कस्तो डेन्जर पहिरो यहाँ होइन ढुङ्गा फुटेको के छ ठाउँ चाहिँ यार तर कन्डिसन माछा मार्दै मार्दै यो कस्तो ठाउँमा आइपुग्यो नि केटा हो माछा चाहिँ मारिसक्यो खोइ देखाउ त माछा कति छ हेरौँ ल 1 किलो झन्डै छ नि 1 किलो अब माछा चाहिँ मारिसक्यो अब घर जानुपर्ने यो डाँडा कटेर यस्तो त 500 वटा डाँडा कटेर घर जानुपर्ने